यो हो साउदी अरबको आभा भन्ने ठाउँबाट जेद्दा आउँदै गरेको रोड। हेर्नु साथीहरू, यो रोड तपाईँहरूलाई लाग्न सक्छ यो साउदी अरबमा होइन भनेर, तर यो साउदी अरबमै हो। तपाईँको यहाँको रोडको विश्लेषण हेर्दा अनि र यहाँको रोडको चौडाइ सबै हेर्दाखेरि हामीहरूलाई लाग्न सक्छ कि यो रोड साउदी अरबमा हुन सक्दैन। तर यस्तो ठाउँहरू पनि छ जुन ठाउँमा त्यति विकट छ कि पुरै नगरौँ तपाईँ। हामीले त्यस्तो विकट त सायद तपाईँले नेपालमा पनि देख्नुभएको छैन होला नेपाली भएर। म हल्का तपाईँलाई यो फोटो खिचेर भिडियो बनाएर तपाईँलाई यो देखाउन चाहन्छु ताकि साउदी अरबमा पनि यस्तो रोडहरू छ भनेर। त्यसैले मित्रहरू हेर्नुहोस्, यो गाडी ओभरटेक गर्न, ठुलो गाडी ओभरटेक गर्नलाई गाह्रो हुँदैन। सानो गाडी ओभरटेक त हुन्छ नै। यो सुरुङ तपाईँको हेर्नुहोस्, यो यस्तै सुरुङहरू यहाँ 11वटा सुरुङहरू पर्ने गर्छ है। यो तपाईँको फर्स्ट सुरुङ हो, नम्बर 1। त्यसै गरेर हेर्नुहोस्, यो माथिको पहाडहरू, यति ठुलो पहाडहरू छ पिकहरू। यो आयो 2 नम्बर सुरुङ है, 2 नम्बर सुरुङ। यो एकदम सानो छ 2 नम्बर सुरुङ, अँध्यारो पनि छ। यो तपाईँको ब्रिज हेर्नुहोस्, यहाँदेखि त तपाईँको तल एकदम विकट छ। अब गाडी ओभरटेक गर्नको लागि अगाडिको गाडी अवस्था नदेखेको अवस्थाले गर्दा ओभरटेक गर्न सकिएन। अहिले सानो गाडीमा दिएको अवस्था हो। अगाडिको बाटो क्लियर भइसकेपछि हामी यसले ओभरटेक गर्नुपर्छ। यहाँ हेर्नुहोस्, अहिले तपाईँको 3 नम्बर सुरु। कट्यो नम्बर 4। एक्चुअली आभा भन्ने ठाउँमा सानो गाडी लिएर आएको थिएँ। सो सानो गाडी लिएको बेलामा यसो भिडियो बनाइहालौँ भन्ने विचारले, ताकि अब साउदी अरबमा रहनुहुने
सम्पूर्ण नेपालीहरूलाई पनि अब जानकारी होस् कि ताकि अब यस्तो ठाउँ पनि रहेछ हाम्रो नेपालभन्दा पनि विकट ठाउँ भन्ने कुराहरू देखाउनको लागि मैले यो भिडियो बनाएको छ है। हेर्नुहोस् यो पहाडहरू हेर्नुहोस्, यो बाटोहरू हेर्नुहोस्। तपाईँको हामीले 3-4वटा सुरुङ त काटिसक्यौँ, अझ पनि हामीले अब 7वटा सुरुङ काट्नुपर्ने हुन्छ। 7वटा सुरुङ गाडी ओभरटेक गर्नलाई धेरै गाह्रो पर्छ किनभने बाटो एकदम सानो छ। भएको कारणले गर्दैन ओभरटेक गर्न अलिक गाह्रो नै पर्छ। त्यसरी यस्तो चट्टानहरूमा सुरुङ बनाएर अब बाटो निकाल्ने कामहरू भइरहेको छ। यसमाथिबाट यो बार खस्छ भनेर बारहरू लगाएको छ। पाँचवटा सुरुङ काटेर आउँदैन। जस्तै सुरुङहरू यो बाटोमा 11वटा सुरुङहरू पर्ने गर्छ। यसमा हाम्रो सायद 6वटा भयो। त्यसै गरी गाडीहरूको यो नम्बरले हेर्नुहोस्। यहाँ अब अगाडिको गाडी कोही स्पिड गर्नु सक्ने सक्नुपर्ने हुन्छ। अगाडिको गाडी कति स्पिडमा गइरहेको छ। यहाँको रोडको कन्डिसन कस्तो छ भनेर तर बाटो माथि तर साटोहरू सुरुङ काटेर साटोहरू सुरुङ त लामो छ। काटिसकेको अवस्था छ। अब हामीले लागि अब 3वटा सुरुङ काट्नु अझै बाँकी छ।
त्यसो बाटोहरू सिग्नल बसिरहेको छ। यस्तो 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 पहाड डेन्जर ठाउँबाट पनि यस्तो बाटोहरू छ, यस्तो ठाउँमा काटिसकेको अवस्था हो। अरूतिर अब यहाँनिर तपाईँहरू धेरै डेन्जर छ यसै बाटो। त्यो नेपाल भन्दा पनि अब डेन्जर छ जस्तो लाग्छ। माथि त्यो टापुहरूबाट हाम्रो यो त आएको उताको टापुबाट यो चाहिँ हाम्रो 10वटा सुरु आउन लागेको। डेन्जर हो। अब हामीले लास्ट सुरुङ एउटा छ 11 तपाईँहरू अब साउदी अरबमा बस्ने जस्तै अब आधा छोडेर अन्यत्र ठाउँमा बस्ने जस्तै भनौँ जेद्दा रियाद दमामतिर बस्ने साथीहरू यस्तो ठाउँ हाम्रो साउदी अरबमा छ जस्तो त लाग्दैन होला। तर पनि यो हकीकत साउदी अरब नै हो। साउदी अरबको यो आभादेखि तपाईँको जेद्दा आउने बाटोमा पर्छ। यो बाटोमा हेर्नुहोस् यस्तै सिङ्गल रोडै हो। तपाईँको सिङ्गल रोड तपाईँ धेरै अगाडिसम्म जानुपर्छ। विकट अब धेरै छ, तर पनि अब विकट भएको कारण तपाईँहरूलाई यस्तो बाटो भन्छ भने जानकारी गराउनको लागि यो मैले भिडियो खिचेको हो। अब आगोभन्दा भिडियो खिच्ने मै हो अर्जुन बुढामगर। सानो गाडी पाएको बेलामा यसो खिच्दै भनेर खिचिहालेको र त बाई।